नमस्ते सबैजनालाई। आज चाहिँ हामी मेरो गाउँ दोलखा जिल्ला घर गएको बेलामा मैले सानो ब्लग बनाउने कोसिस गरेँ। अनि हामी घरबाट निस्कियौँ, हाइकिङ जाने निर्णय गर्यौँ। अनि हामी बच्चासँग 3 जना गयौँ। हामी सबै खाजाहरू लिएर जंगलमा जाने हामीले निर्णय गर्यौँ। अनि हामीले चटपटे बोक्यौँ। त्यस पछाडि पानी, खाजा, खानाहरू सबै चाहिने सामानहरू लिएर हामी जंगलतर्फको यात्रा सुरु गर्यौँ। बाटोमा बच्चाहरूलाई हिँड्न गाह्रो भइरहेको थियो। अनि त्यहाँनिर एकदम ठुलो ठुलो जंगलहरू, पहाड, बाटोहरू पनि त्यस्तै थियो। र हामीले जंगलमा पानी पाउँदैन भनेर बोकेर लगेका थियौँ। बच्चाहरूलाई पालो पालो गरेर बोकाइदिए पानी पनि। अनि मैले खानाहरू बोकेको थिएँ। अनि एकदमै थाकेको थिएँ। हामी चाहिँ हिँड्दा 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 करिब 2 घण्टा 2.5 घण्टाको हिँडाइमै थियौँ। हामी हिँडिराखेका छ अगाडि 2टा नानीहरू, म पनि हिँडिरहेको छु। लट्ठी बनाए हामीले हिँड्नलाई सहज होस् भनेर। सबैजनाले एउटा एउटा लट्ठी टिपेर जंगलमा एकदमै राम्रो वातावरण, सुनसान। पहिला हामी सानोमा त्यहाँ चाहिँ बाख्राको लागि नुन दिएको थियो, ढुङ्गामा नुन राखेको थियो बाख्राहरूलाई खुवाउनको लागि। पानी त्यस्तो थियो जंगलमा, पानीको अलि अभाव थियो त्यो ठाउँमा। अनि हामीले पानी खाना बोकेरै गएको थिएँ। अनि त्यहाँ भैँसी पनि थियो। अझै हामी हिँडिराखेको छौँ। त्यहाँ साली फुल भन्ने पाइन्छ हाम्रो जंगलमा, कस्तो राम्रो छ। त्यो टिपेर मैले शिरमा सजाएँ। अनि मैले एउटा लिएर पनि आएँ काठमाडौँमा, तर बाँच्छ कि बाँच्दैन, गमलामा रोपेको। पानी परेको थिएन, बाटो धुलो थियो, मुढामा च्याउ उम्रिरहेको छ। फुल लगाएर हिँडिरहेको थिएँ म। बच्चाहरू अलि अगाडि, अर्को हिँड्न नसकेर अलि पछाडि। पानी यसरी खानु पर्थ्यो। अनि यो चाहिँ गोबर चक्लेट केक भने बच्चाहरूलाई झन्डै खाइदिएको थियो भने बच्चाहरूले। पानीको ट्याङ्की छ त्यहाँनिर। अनि यहाँ पनि अलिअलि पानी। अनि हामी जाँदा जाँदै हामी कोटासे भन्ने कोटमा पुग्यौँ। अनि हाम्रो त्यहाँ गाउँको लाटी दिदी हुनुहुन्छ, उहाँ चाहिँ सुतिरहनु भएको थियो। अनि यहाँ चाहिँ धेरै हाम्रो गाउँको मामाहरूको, बाजेहरूको गोठमा भैँसी, बाख्रा, गाईहरू यसरी राखिन्छ खर्कमा। अनि हामी त्यहाँ पुग्यौँ। एकदमै रमणीय दृश्य थियो। डर पनि लाग्यो भैँसीदेखि। अलिअलि साइड छेउछेउबाट हामीले फोटो खिच्यौँ। त्यस पछाडि दिदीलाई यसो अलिअलि कुरा गरेँ लाटी दिदीसँग। भैँसीहरू देख्नुहुन्छ त्यहाँनिर। अनि यहाँनिर चाहिँ पानी कस्तो राम्रो आइरहेको रहेछ। भैँसीहरू पनि हामीलाई देखेर तर्सिरहेको थियो। अनि मैले बियर बोकेर गएको थिएँ 2-3वटा। बियर पनि खाएँ। पानीको धारामा कस्तो चिसो मुहानको पानी बगिरहेको। अनि बच्चा मोबाइल हेर्दैछ एउटा चाहिँ, बियरमा व्यस्त। अनि यहाँ दिदीलाई पनि बोलाएँ खाजा खानु आउनु भनेर। अनि मैले पानी खाएँ। त्यहाँको एकदमै
व्यस्त छ बच्चाहरू चटपटे खानको लागि। एकदमै मिठो गाउँमा त चटपटे पनि। हामी झगडा गर्दै खाँदै थियौँ कसले सिद्ध्याइदिन्छ भनेर। म चाहिँ पनि व्यस्त बिहेर चटपटे खानको लागि। एकदमै रमाइलो पिकनिक जस्तै हुन्थ्यो हामीलाई। अनि दाउरा लाटे दिदीले खोज्नु भएको थियो अनि उहाँले यत्रो बारी बोक्नु रहेछ। मैले ट्राई गरेँ, बल्ल 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 सकेँ यो दाउरा बोक्नलाई। अनि म दाउरा लिएर गएँ। त्यस पछाडि गोठ आइपुग्यो हाम्रो मामाको। अनि यहाँ माझ भन्छ, यहाँनिर चाहिँ बच्चाहरू आगो फुक्ने खरानी, आगो, दुध दही प्रशस्त मात्रामा अर्ग्यानिक पाउने। अनि हामी त्यहाँ बस्यौँ एकछिन। त्यस पछाडि अर्को मामाको गोठमा गएँ। अनि त्यहाँनिर फेरि रेस्ट गर्यो। मामाले दही दुधहरू दिनुभयो टन्नै। मामासँग कुरा गरेँ अनि हामीले दही दुधहरू खाएँ। अनि पछि हामी बाख्राकोट, हामी जहाँ बस्न गएको थियो त्यहाँनिर पुगेँ हामी। एकछिनको फेरि अर्को हिँडाइ पछाडि। अनि त्यहाँनिर भाइ, एउटा सानो भाइले चाहिँ म आउँछु दिदी बाख्रा लिएर, हजुरहरू बस्दै गर्नु भन्नुभएको थियो। त्यहाँनिर चाहिँ टन्नै बाख्रा भेडा टन्नै थियो। बच्चाहरू बाख्राको पाठा लिएर रमाइलो गर्दै थिए। अनि मैले पनि लिएँ। सो क्युट, एकदमै सानो मुनि मुनि थियो। अनि सबैजनाले लिए, तिनीहरूलाई माया गरे। अनि त्यति बेलासम्म पनि आएन। अनि अर्को एकजना भाइलाई भेटेँ हामीले फेरि जङ्गलमै। चाहिँ त्यहाँनिर दाउरा घाँस गर्नको लागि गइरहेको थियो। अनि त्यो भाइलाई भेटेर अनि हामी एकछिन बसेँ। अनि त्यस पछाडि बाख्रा लिएर हाम्रो धने भाइ जो हामी पाउन लाग्न गइरहेको थियौँ जङ्गलमा, उसकोमा गएँ। अनि ऊ पनि आयो। ऊ पनि थियो क्युटवाला, फुलहरू फुलिरहेको थियो। फेरि हामी फर्केर त्यही गोठमा पुग्यौँ। अनि भाइ हतार हतार गयो, दिदीहरू आउनुभयो भनेर। अनि हामी त्यहाँनिर बस्यौँ। बाख्राहरू टन्नै थियो। भाइले ल भात पकाउने, निङ्ग्रो अनि ढिँडो। बाख्राले दुध खाइरहेको थियो दिनभरि, आमा नभेटेर। त्यहाँ एउटा कुकुर छ। अनि त्यस पछाडि दुईजना भाइहरू पानी लिन माथि गयो।